हेलो साथीहरू सबैलाई नमस्ते है। अनि आज चाहिँ म एउटा भाइसँग है ग्याछो भाइसँग चाहिँ सिल्लेरी गाउँदेखि सिल्लेरीदेखि अलिकति पर रमिती डाँडा भन्ने जग्गा जाँदैछौँ है। एकदमै रमाइलो जग्गा छ, दामी जग्गा छ, जहाँदेखि चाहिँ राम्रो राम्रो दृश्यहरू देख्न सक्छ है। नेचरल जग्गा छ, एकदमै ब्युटिफुल जग्गा। अनि बाटोको कन्डिसन चाहिँ अलिक खराबै छ, तर पनि जान्छ दुःख सुख, टु विलर पनि अनि फोर विलर पनि। मजाको जग्गा छ, तपाईहरु देख्न सक्नुहुन्छ है। अनि है हेर्दै गर्नु होला है। एन्ड बाइक चाहिँ यहीँसम्म मात्रै हो है, तपाईहरु देख्न सक्नुहुन्छ है। यहाँदेखि चाहिँ अब गाडी पनि जान्छ, मतलब गाडी त जाँदैन, बाइक स्कुटी पनि जान्छ, तर अलिक रफ छ है उँभो चाहिँ। एन्ड तपाईहरु देख्न सक्नुहुन्छ है। एन्ड मेरो साथमा छ आज ग्याछो है, ग्याछो भाइलाई हेलो भाइ। हेलो। एन्ड जाउँ भाइला, ठिकै। यहाँदेखि चाहिँ हिँडेर जानुपर्छ है, राम्रो छ जग्गा। यहाँको दृश्य है एकदमै राम्रो छ, तपाईहरु देख्न सक्नुहुन्छ। मजाको नेचुरल चिजहरू छ है, मजाको जग्गा छ, साइलेन्ट छ है, एकदमै पिसफुल पिस छ। के कस्तो छ भाइ भाइला, तिमीलाई कस्तो फिल हुन्छ यहाँ आउँदाखेरि भन न। एकदमै पिसफुल नि। अन्त अरू कस्तो हुन्छ भने मजा आउँछ है, दामी आउँछ है, दामी लाग्छ है आफ्नै जग्गामा। एन्ड तपाईँहरू पनि है आउनु सक्नुहुन्छ, मजाको जग्गा छ, दामी जग्गा छ। यो चाहिँ भ्यू पोइन्ट अलिकति अगाडि हो है, यहाँदेखि हिँडेर जानुपर्ने हुन्छ जंगल के बीचों बीच। एंड आप लोग देख सकते हो अभी पैदल चल रहे हैं हम लोग, पैदल जाना पड़ता है यहाँ से, थोड़ा दूर है। हल्का हिंदी वाला। एंड पहुँचने वाले देख सकते हो आप लोग। मजाको छ है, दामी दामी मजाको भाइला। यता पनि जङ्गल है, हेभी पिसफुल है, मजाको जग्गा हो। म चाहिँ टुरिस्ट रहेछ हौ, दे आर द टुरिस्ट हौ। मजाको जग्गा छ है, तपाईहरु आउन सक्नुहुन्छ है गाइस। और बहुत सुंदर जगह है, बहुत खूबसूरत। आप लोग आ सकते हैं इधर, डांस करते हैं मालप। एन्ड बहुत टुरिस्टहरु पनि आउँछ यता नेपाली पोसाकमा है। टुरिस्ट प्लेस हो नि त यो है। पत्थर छ हेर्नुहोस् है, माथि लुङदार, यसलाई चाहिँ लुङदार भन्छ है। हल्लिरहेको छ मजाको, आफ्नै बेगमा हल्लिरहेको छ। तलको बर्मेक है, विच वान इज बर्मेक हो? द्याट वान इज बर्मेक। मौसम त्यस्तो राम्रो छैन नि त है, त्यसैले अलिकति मधुरो देखिरहेको छ है। एन्ड तलको चाहिँ टिस्टा रिभर हो नि है, टिस्टा रम्फू, द कन्फ्लुएन्स अफ टिस्टा एन्ड रम्फू है तलको चाहिँ हो नि। तर आज त्यस्तो राम्रो उयो छैन नि त, वेदर ठिक छैन है, त्यस्तो नदेख्दो रहेछ भाइला, रिभर देख्दैन नि तल गाइज है। यहाँ वेदर क्लियर हुँदा चाहिँ तपाईँहरूले तलको दृश्य पनि एकदमै राम्रो देखिन्छ है। तल चाहिँ तपाईँको टिस्टा एन्ड रम्फूको द कन्फ्लुएन्स अफ टिस्टा एन्ड रम्फू छ त्यहाँ है तल। एन्ड कास्योङ हो, यो चाहिँ कास्योङ हो, तल चाहिँ कास्योङ हो है। आज त्यस्तो राम्रो उयो छैन, वेदर छैन र त्यस्तो देखिएको छैन है। एन्ड द्याट वान इज बर्मेक है, त्यो चाहिँ बर्मेकको तलको चाहिँ। आज वेदर अलिक राम्रो छैन, त्यसैले त्यस्तो राम्रो देखेको छैन। एन्ड यता चाहिँ हाम्रो भाइ तपाईँहरू पनि आउनुहोस् है गाइस है, तपाईँहरू पनि आउनु सक्नुहुन्छ गाइस है। धेरै मजाको छ यहाँको दृश्यहरू एक्सप्लोर गर्न सक्नुहुन्छ तपाईहरुले है। दृश्यहरू एकदमै राम्रो छ, नेचरल एक्सप्लोर गर्न सक्नुहुन्छ है।
गाइस है तपाईँहरू आउन सक्नुहुन्छ है यता है यता यहाँ आएर चाहिँ तपाईँहरूले है आफ्नो जातीय पोसाक हजुर लोकलहरू पनि पुरा लोकलहरू आउँछ है लोकलहरू पनि आन्टी तपाईँ अलिकति भनिदिनुहोस् न अब पहिला पहिला चाहिँ अब त्यति उयो थिएन होइन हजुर 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 अहिले त लोकलहरूलाई पनि पुरा याद भइसकेको हजुर, छ हजुर। पुरा आउँछ आउँछ है आउँछ 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 पुरा आउँछ आएर है तपाईँहरूले अँ। यहाँनिर जातीय पोसाकहरू लाएर फोटोसोटो है फोटोसुटहरू गर्न सक्नुहुन्छ तपाईँहरूले खानेहरू आउँछ चुला हजुर चुलाहरू है मजाको छ जग्गा दामी छ आफ्नै जग्गामा है होइन भाइला आफ्नो होइन आन्टी आफ्नै जग्गामा है कहाँदेखि बङ्गालीहरू आउँछ त्यही त हामी नेपालीहरू हामी नेपालीहरू आउँदैनौँ है आफ्नो ठाउँमा आफ्नै जग्गामा आउनुपर्छ है सबैजना आउनुपर्छ है घुम्नुपर्छ माइन्डलाई रिफ्रेस गर्नुको लागि के कसो भाइला ठिकै होला दामी छ नि त जग्गा पनि त राम्रो छ दामी छ है माथि हो हाई कहाँको तपाईँ चाहिँ ओ पाक्यौँ पार्कीमा आउनुभएको ए फ्यामिली ट्रिप हो ओके ए उहीँ हो मजाको जग्गा छ थ्याङ्क हुन्छ, हुन्छ, हुन्छ। अब चाहिँ हामी घर जाँदैछौँ है आजको ट्रिप त होइन सानो ट्रिप भनौँ ट्रिपै भनौँ न है ट्रिप सक्यो है आजको दिन पनि सक्यो एन्ड मेरो बाइक चाहिँ त्यहाँ छ है भाइला ग्यास चाहिँ त्यहाँ छ एन्ड तपाईँहरूलाई कस्तो लाग्यो है मेरो भिडियो यदि तपाईँहरूलाई राम्रो लाग्यो भने चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है टिल देन टेक केयर एन्ड स्टे सेफ